जब सुख आउँछ, जब धन सम्पत्ति ऐश्वर्य आउँछ नि, अनि हामी के गर्छौँ? आफन्तलाई बोलाउँछौँ, साथीभाइलाई बोलाउँछौँ, इष्टमित्रलाई बोलाउँछौँ, सब सेलिब्रेट हामी संसारका व्यक्तिहरूलाई बोलाएर हामी गर्छौँ। त्यो नराम्रो कुरा होइन, राम्रै कुरा हो, ठिकै हो। अनि हामी उनीहरूसँगै रात दिन उनीहरूसँगै हुन्छ। उनीहरूले पनि कस्तो आनन्दले हामीलाई प्रशंसा गरेका हुन्छन्। ओहो, तपाईँ त यस्तो, तपाईँको घरमा त यस्तो खानेकुरा, तपाईँ त यस्तो खानेकुरा ल्याउने, तपाईँ जस्तो दानी कोही छैन, तपाईँ जस्तो यस्तो छैन, तपाईँको प्रशंसा गरेर पनि थाक्दैनन् फेरि उनीहरू पनि। अनि तपाईँलाई कति माया पनि गर्छन्, त लाग्छ कि तपाईँलाई उनीहरूभन्दा कसैले माया गर्दैन, त्यस्तो देखाउँछन्। र तपाईँ पनि उनीहरू बिना बाँच्नै सक्नुहुन्न, त्यस्तो हुन्छ। स्थिति यस्तो खडा हुन्छ। तर संसारको रीति हो, सुखपछि दुःख, दुःखपछि सुख, दिनपछि रात, रातपछि दिन। समय परिवर्तनशील छ। हिजो हामी कस्ता थियौँ, आज कस्ता भयौँ, भोलि कस्ता हुनेछौँ, र भोलि एक दिन हामी रहँदैनौँ। यो संसारको नियम हो, यो परिवर्तनशील छ संसार, एक ठाउँमा रोकिँदैन, होइन? भने जस्तै आज सुख छ भने त भोलि दुःख अवश्य पनि आउँछ। अब त्यो दुःखको लागि पनि हामी रेडी भएर बस्नुपर्छ कि त्यो दुःखको बेलामा त्यो हिजोसम्म रमाउने, हामीलाई तारिफ गरेर नथाक्ने व्यक्तिहरू आउँछन् कि आउँदैनन् त दुःखको बेलामा? अनि हिजो हामीलाई प्रशंसा गरेर नथाक्ने मुख तिनीहरूको हाम्रो लागि एक शब्द बोल्छन् कि बोल्दैनन् त उनीहरू? यो हेर्नु छ क्या। यदि उनीहरू बोल्दैनन् तपाईँलाई, अभियसली बोल्दैनन्, यो लेखेर राख्नुहोस्। जब तपाईँको दुःखको दिन सुरु हुन्छ, तपाईँलाई कुनै आपद विपद आइलाग्छ नि, अनि ती हिजो तपाईँलाई तारिफ गर्ने व्यक्ति, हिजो तपाईँलाई मरिहत्ते गर्ने व्यक्ति, तपाईँको घरमा रात दिन आउने व्यक्तिहरू अब तपाईँले देख्दै देख्नुहुन्न। न तपाईँको फोन लिस्टमा हुन्छन् उनीहरू, न तपाईँको कुनै सोसल मिडियाको लिस्टमा हुन्छन् उनीहरू, कहीँ पनि कतै पनि हुँदैनन्। छन् भने पनि छन् कि छैनन् बराबर हुन्छन्। तपाईँले हेलो हाई भन्नुभयो भने पनि तपाईँलाई उनीहरूले कुनै पनि भाउ दिनेवाला छैनन्। र तपाईँले जतासुकै त्यहाँ रोएर हाल्नुहोस् अथवा केही गरेर हाल्नुहोस्, कुनै भिडियो हाल्नुहोस्, तपाईँको त्यहाँ उनीहरूले रियाक्ट कुनै एउटा लाइकसम्म गर्ने अथवा त्यो पनि गर्दैनन् कि। पैसा दिने त कुरा छोडिदिनुहोस् न, पैसा दिने त कुरा छोडिदिनुहोस्, तपाईँले एउटा कुनै रियाक्ट नै आउँदैन। जब तपाईँसँग भिड छैन, सत्य छ, भिड छैन, अनि त्यति बेला त्यस्तो बेला आइसकेपछि पनि अब चेतने कि नचेतने हामी? यो संसारमा को रहेछ त आफ्नो? त्यति हुँदा पनि, त्यस्तो हुँदाखेरि पनि संसार कोही आएन। संसारका ती हिजो हामीलाई हुर्कै भएर मर्ने पनि कोही आएनन्। हिजो आफूले खुवाउँदा 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 नथाक्ने व्यक्तिहरू पनि आएनन्, होइन? उनीहरूको घरमा 24 घन्टा आनाजाना लगाएको व्यक्ति पनि आएनन् भने भोलि सुखको दिनमा फेरि के गर्ने त? फेरि तिनै व्यक्तिसँग टाँसिन जाने? फेरि एक दिन त आउला नि त अलिकति, फेरि राहत त त्यो दुःखबाट त फेरि बाहिर निस्केला नि त, के गर्ने? त्यति बेला सोच्ने कुरा एउटा। दोस्रो कुरा, जब सुखको बेलामा संसार मेरा आफ्ना हुन्, इष्टमित्र मेरा साथीभाइ, मेरा यो त्यो नातागोता सबै मेरो भनेर रमाइरहेको बेलामा रमाइन्छ भने दुःख पर्दा चाहिँ भगवान्लाई किन दोष दिने? त सुख पर्दा भगवान्लाई हामीले सम्झेका थियौँ, कुनै मठ मन्दिर गएका थियौँ, अथवा कुनै जरुरतमन्द कुनै त्यस्तो जो व्यक्ति छ जसलाई चाहिराखेको छ हाम्रो सहयोग, त्यो व्यक्तिलाई हामीले सहयोग गरेका थियौँ, अथवा हामीले त्यस्तो कुनै कार्य गरेको थियौँ जो भगवान्लाई मनपर्छ अति नै, त्यो हामीले कार्य गरेका थियौँ। यदि त्यो सेलिब्रेट भगवान्सँग गरिएको थिएन भने दुःखको गुनासो, दुःख चाहिँ किन भगवान्सँग? अब आफै मनाउनु पर्छ त्यो दुःख पनि। त्यसैले एउटा उखान छ नि, सुख हुँदा नमात्तिनु, दुःख हुँदा नआत्तिनु। मात्तिन पनि हुँदैन, आत्तिन पनि हुँदैन, न्युट्रल समभावमा। भगवत गीताको यही नै छ। भगवान्ले प्रत्येक अध्यायमा लगभग दोहोऱ्याउनु भएको छ, समभावमा रह, न सुख न दुःखको अनुभूति गर। सुख छ प्रभुको इच्छाले, दुःख भयो मेरो कर्मले बिगार्यो, मैले केही कर्म बिगारेँ, प्रभुको इच्छा हुँदैन त्यसमा। सुख छ पक्कै पनि प्रभुले विशेष अनुकम्पा, विशेष कृपा दृष्टि गर्नुभयो र आज यो दिन मलाई आयो। यस्तो भावना राख्ने हो भने नि, कृतज्ञता ज्ञापन गर्ने भगवान्प्रति 24 घन्टा, भगवान्लाई 24 घन्टा सब चिज भगवान्ले गर्दा हो भनेर हामीले गर्ने हो भने नि, भगवान् हाम्रो आमा बुवा हो कि हामीलाई हजारवटा आँखाले हेर्नुभएको छ। जे गर्नुहुन्छ नि त्यसको दुगुना दिनुहुन्छ, तिगुना दिनुहुन्छ, गुणनमा त्यो गुणनमा भगवान्ले कन्भर्ट गरेर दिनुहुन्छ। दुःख सुख जे गरे पनि, कर्म कस्तो गर्नुहुन्छ तपाईँले, राम्रो नराम्रो जे गरे पनि नि त्यो दुगुना तिगुनामा भगवान्ले नि दोब्बर तेब्बर गरेर दिनुहुन्छ। त्यसैले
सुख पर्दा भगवानलाई सम्झेको छैन भने दुःख पर्दा भगवानलाई पुकार्न त कुनै ठुलो कुरो होइन, भगवानलाई दोष दिने काम पनि त्यहाँ छैन। त्यसैले सुखमा होस् कि दुःखमा होस्, यो सुख दुःखभन्दा परको विषय हो भक्ति। सुख दुःख आफ्नो कर्मले गर्दा आउँछ, आफ्नो कर्मले गर्दा आउने कुरा हो। त्योभन्दा पनि माथिको कुरा हो भक्ति, भगवानसँगको प्रेम। त्यसैले भगवानसँग प्रेम गर्नु भनेको नै भक्ति हो। राधे राधे।